हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। र आज चाहिँ म चाहिँ होइन आज हामी चाहिँ आज मामा घर जाँदैछौँ दसैँ मनाउन। र मसँग चाहिँ हाम्रो भाइहरू चाहिँ आएको छन्, भाइ बहिनी म जान लागेको छौँ। र हामी चाहिँ अहिले बाटोमा छौँ गाइज, पानी पनि पर्न लागेको छ। आज ठ्याक्क फुलपाती सकेर अनि हामी चाहिँ जाँदैछौँ माइत। रात पर्न लागिसक्यो गाइज, बल्ल हामी चाहिँ तल बाटोमा आइसकेछौँ। त्यहाँ पुगेछन् भाइ बहिनीहरू चाहिँ तल, त्यहाँ पुगेछन्, म चाहिँ यहाँ छु। अब वहाँ माथि पुग्नुपर्छ गाइज, त्यहाँ माथि देख्नु भएको त्यहाँ पुग्नुपर्छ, त्यहाँ मिलाएको लागि। र हामी चाहिँ जाँदैछौँ। कतिखेर पुगिन्छ, लगभग 2-3 घन्टा जस्तो लाग्छ होला हिँडेर जान। गाडीमा जानुहुन्थ्यो, अहिले चाहिँ बाटो बन्द छ, यो बर्खाको टाइमले गर्दाखेरि बाटो भिडियो छैन गाइज, त्यही भएर चाहिँ अहिले गाडीमा जान मिलेको छैन। घर सफा गरेर रङसङ लगाएर फुलपाती सकेर हामी चाहिँ मामा घर गएको। हाम्रो भाइ बहिनी चाहिँ त्यहाँ पुगेछन्। के भयो छिटेन? हाम्रो सानो भाइ पनि हेर्नु गाइज, यो चाहिँ हाम्रो सानो खोला, यसको नाम चाहिँ पहिरो खोला हो गाइज। हेर्नुहुन्छ यो हाम्रो अर्को मिनी भ्लगर, हाम्रो सानो भाइ पनि भ्लगर हो गाइज। ल हेर्नु गाइज खोला, ओ तर सक्छस् यहाँ लगाइ सबले भ्लग बनायो गाइज, एउटा मामा घर है। गर्मी बढेर लगाएछ हामी सब, हाम्रो पुल्टी आउँछ म गाइज। लैने होला गाइज, यो चाहिँ हाम्रो पुल है, यो चाहिँ निस्कुत्र जातिको बाङको साडी जोड्ने पुल। ल हुन्छ ल हामी चाहिँ स्कुलमा हिँड्छौँ ल होइन भ्लगर हिँड्नु ल। हाम्रो पछाडि पनि भ्लगरहरू लड्यो हुनुहुन्छ, छिराइज भ्लगर ल गाइज। हामी चाहिँ पुलमा हिँड्छौँ गाइज, हेर्नुहुन्छ लप्सन जाम पौडी खेल्न जाम। मल खेल्दा हिँड्नु सक्नुहुन्छ गाइज, हाम्रो भाइले पनि भ्लग बनाएर हुनुहुन्छ है। अब जे सिकायो त्यही सिक्ने त केटाहरूले नि। अब मैले भ्लग बनाउनु लगाएको, भाइले पनि भ्लग बनाउनु लानु, उनको पनि आफ्नै मोबाइल छ। मोबाइल खेल्नु अलि बल्ल पकाएर ल गाइज। यो एउटा खोला अनि उता पनि अर्को छ गाइज। ल हेर्नुहुन्छ खोला चाहिँ यो। अब हामी चाहिँ गाइज तपाईँलाई एक दिन त्यहाँ माथि गएर माछा मार्ने भ्लग पनि देखाउँछौँ, छिट्टै आउँदैछ। त्यसको लागि पनि हाम्रो आइडीमा सब्सक्राइब गर्नु र साथै बेल आइकन पनि थिच्नु होला, र लाइक र कमेन्ट पनि गर्नु होला। अझै यस्तो भिडियोहरू लिएर आउँछौँ, कमेन्ट गर्न नबिर्सिनु होला। र बेल आइकन थिच्नुभयो भने चाहिँ हाम्रो अर्को भ्लग आउँदैछ, माथि गाउँमा गएर बनाउँछौँ, त्यो भ्लग आउँछ, कृपया बेल आइकन चाहिँ थिच्नु होला। ल यो चाहिँ हाम्रो पानीबाट चल्ने मिल, त्यहाँ जान्छ जसको पानी चाहिँ, यो चाहिँ मिल भयो। यो चाहिँ पहिला हाम्रा पालामा नै, हाम्रो बाबाहरूको पालामा चाहिँ यस्तो हुन्थ्यो पिल, अहिले चाहिँ चल्दैन। अहिले चाहिँ यस्तो अहिले चाहिँ रोड बाटो चल्नु थाल्यो होला है, यस्तो छ पुलको हालत पनि, सफा गर्ने गरेनन्। हाम्रोसित गरेन त यो निस्कुतिरकोले गरेनन् गाइज। भ्लगर थाक्नुभयो ल हाम्रो साथी यस्तो बोकेर मोबाइल यस्तो लैन। अर्को भ्लगरमा हेर्नुहुन्छ त्यहाँ दुईजना भ्लगरहरू, यो चाहिँ हाम्रो भाइ हो, यो पनि भ्लगर हो रे गाइज। हेर्नु गाइज पसिना कस्तो खाइन्छ सक्नुहुन्छ।
लगायत हामी चाहिँ भर चाहिँ यता निसुटको माथि यसलाई के भन्छ भने खाक्रीबाङ हो कि के भन्ने ठाउँमा आइपुगेछौँ हामी। ल हेर्न सक्नुहुन्छ हामीले त्यहाँ देखाएको हाम्रो घर चाहिँ माथि त्यता त्यहाँ पऱ्यो हाम्रो घर त्यहाँ देखाएको। अझ हामी यत्रो बडो पाहाड चढ्नु छ गाइस। हाम्रो भाइ बहिनी छ अगाडि नि कोरो यत्रा रहेछ यहाँ। रातमा लाग्यो किराहरू कराउनु चिची चिची गरे के भयो ल छिटो ल पाहाडमा छ र ल बन्डरहरू ल जुन चाहिँ हाम्रो बन्डर हाम्रो सबभन्दा ब्लू कलरको लाको सबभन्दा ठुलो बन्दर यो चाहिँ यहाँको भनौँ ट्रेनर नै यो बन्दरको। ए बाटो यस्तो छ नि गाइस बाटो हेर्नुहुन्छ नपट्टि हेर्नुले कस्तो बाटो यस्तो बेलो तर हजुरले सिधै रोडमा पुगिन्छ। गर्मी भएर पसिना हिँड्नु भएर पसिना तर गाडीमा जानु यसरी हिँडेर जानु रमाइलो हुन्छ। त अल्छा गाडीमा चाहिँ मजा आउने भन्नु छिरिन म त नि ब्यागले हाम्रो यो ब्याग चाहिँ पालो पालो बोक्नुपर्छ क्या सबैको बराबर भएको छ ब्याग बोक्नुमा। अन्त देखाउँछु तपाईँहरूलाई यहाँ कस्तो छ हेर्नुलाई यस्तो पराहरू ए ल यहाँ कत्रो ठुलो भिड छ थाहा आएन ल हामी यस्तो रही हो अघि म त्यहाँ थिएँ। ल हाम्रो गाउँको लुक हांजी ल हिँड्नेमा कस्तो ठुलो जग्गाबाट हिँडिरहनु पर्छ। ल के जान लाग्छ है बनाउको छे यो चाहिँ एकदम बाँदरहरू गाइस हिँड्छ के थाहा छ ल फिलहाल चाहिँ हिँड्ने जङ्गलै जङ्गल जङ्गलबाट कटारको अलि माथि शिव रोड आउँछ माथि यो त स्कुल छ। अब हामी चाहिँ बिगरबाङ आइपुग्नु लाग्यो गाइस कम हिँड्नुपर्छ। हामीले पहिला यो भाइ जत्रो हेरी हिँड्न जान्थ्यौँ अझै हिँड्न जानुपर्छ। सुविधा खोल्टीमा सुविधा भएन भन्न खोल्टी विकास भएन भने क्या खोल्टीमा रोकडा त्यो कबाडी म लगाइसक्नु हामी चाहिँ बिगबाङको रोडमा आइपुग्यो। यता चाहिँ पानी गएर रोडमा यस्तो हिलो हिलो भयो। हाम्रो सानो भाइले नि भ्लग बनाउनु सकेन ए यस्तो किचड छ नि। ल हेर्नु सक्नुहुन्छ यहाँबाट यस्तो भिउ देखिन्छ।
ओछिन लगाएर यहाँ कस्तो पहिरो गएर गई भन न हजुर यसो हेर हेर न मिस्टेक गर्छु गर्मीले खोज्दै सबैको हालत खराब भइसकेको छ यस्तो जुत्तामा भर्खरै ल्याइसकेको छ यार हुँदैन यस्तो हिजो भाइ भर्खरै इलेक्ट्रोनिक हो लाग्यो नि के बुलेट्रोनिक हो ए बनाओस् ल साइन्टिस्ट भएछ ल ल ल ल हजुर हजुर तँलाई नि शेर्पाले देवाला जस्तो बागमोटोमा लगेर कुर्ने खाएको मान्छे छ झन् मिसनलाई फुर्ती त त्यहाँतिर यहाँ कुन चाहिँ फिटिस मेला फुर्ती यहाँ हो क्या खा यहाँ हेरेँ कहाँ फुर्ती यहाँ चिज राखिदिए होला खा रुक्ने चक्लेटी हुन्छ र म त्यसलाई चाहिँ चक्लेटी माटो छ खा माटोको आइसक्रिम छ ओ चन्द्रमुखी त्यसै तकमा के चन्द्रमुखी ल्याएर हिँड्नुहोस् पानी आयो यार यहाँ पानी आयो छिटो नि त हामी भिखारी त अम्बानी यो अम्बानी क्या अम्बानी निकाल त 100 रुपियाँ अम्बानी 100 रुपियाँले बिना त्यसो अम्बानी भयो तिमी अघि त काँक्रा बेचेको कोमा पैसा ला तिमी कुन चाहिँ बुढो मलकुसलाई फकाइ काँक्रा बेच कि काँक्रा ल आइफोन तपाईँको कुन चाहिँ स्यामसङ प्रो म्याक्स हो कि स्यामसङ S20 अल्ट्रा 24 जुत्ता घर कति जुगा प्रो म्याक्स छ ओ हेर्नुहोस् यहाँ जुगा प्रो म्याक्स हुन्न हुन्छ नि मोबाइल प्रो म्याक्स भएपछि जुगा नि प्रो म्याक्स हुन्छ हो तन प्रो म्याक्स होस् के छ पिट्टम प्रो म्याक्स होस् यो पाइदिनु गयो त्यहाँ कसलाई ढाड फुस्ने कपडा गन्डा हुन्छ होइन यहाँ चचु पहिला 1 करोड देखाइ ल 1 करोड 1000 रुपियाँ देखाइ ल हजुर पनि साथीले 100 रुपियाँ देखाइ त्यहाँ 100 रुपियाँ टु कबाडी फोन नदेखाइ क्या 100 रुपियाँ देखाइ फोन त बसेको छन् के पैसा सधैँ उसो पनि 40 करोड छ म चाहिँ 1000 करोड छ सर नन्दी होइन यो गोरिल्ला हो नि र यो चाहिँ चितवन राष्ट्रिय निकुञ्जबाट भागेर आएको गोरिल्ला हो रेस्क्यु टिमले सम्पर्क गर्न सक्नुहुन्छ ल हामी चाहिँ तपाईँलाई दिनेछौँ यसो चराहरूको चिरबिरी सुन्न सक्नुहुन्छ है ल ल हामी ठ्याक्क बिगामा काम लाग्यो अब यहाँदेखि विपिना झोला बोक्ने खाला विपिना ल गाइस हामी चाहिँ फाइनली हामी चाहिँ ओखरी राखेको छौँ यो चाहिँ हाम्रो ओखरी सानो खोला हाम्रो एकदम सावधान पूर्वक हिँड्नुपर्छ हुन्छ ये जिंदगी बेचाओ बातुली नाच न हाम्रो गाउँ चाहिँ गाइस त्यहाँ हजुर होइन गौरव मामाहरूको
रियान सरको का हाम्रो गाउँ गाइस त्यो चाहिँ हाम्रो मामा घर हाम्रो माइती गाउँ मायाको कमार लडक लुडक लडक लडक यस आई नो ल ओभरबोट आइसक्यो सोनु स्पिडको ओभरबोट हामी चाहिँ पसलमा गएर उता सामानहरू भाइ बहिनीलाई खै हेरौँ को पुग्छ हामी ढिलो पुग्किन्छ नि गाउँमा मेला बोलेर यहाँ अहिले खासै मान्छे पनि छैन गाइस यहाँ त बाटो हाल यहाँ थाहा छैन मलाई त हो र ओए बेलु बेलु देउडु गोरुपाठी होइन तिमीले के लगिदिन्छ एउटा के लगिदिने हो तिमीले अम्बानीको अरबपट्टि भएको आयो त हो के खेल्नु त मेलामा यहाँ ठुलो खोला छ यहाँले हेरिरहेको यहाँ बगाला तर्न सक्छौ खोला म त गएर तालमा पौडी खेल्ने हेर सो कुखुरा कुखुरा चोरी भएको लगाइछ हामी चाहिँ एउटा पसलबाट चाहिँ सामानहरू किनेर आइसक्यो बिस्कुटहरू भाइ बहिनीलाई लगिदिने हो भाइले रिचार्ज पाएन भने त्यही किन के आज एमबी हालेर भिडियो अपलोड गर्ने हो युट्युबमा ल हुन्छ गाइस चाहिँ ओभरबोट ल हरिन ल चोर हो माथि अन्त नि न हिँड्ने हामी जाने हिँड्छ नि रोशन भन न 1 घन्टा पछि भन्छौ नि फेरि यसरी ल ल लगाइछ हामी चाहिँ एउटा ओखरबटदेखि माथि मुनबाङ आइसक्न लाग्यो र तपाईँलाई चाहिँ हामी एउटा एकदम खतरा चिज देखाउँछौँ हेर्नु होला कृपया टक्क लगाएर देखाउँछ हामीलाई एकदम आश्चर्यजनक चिज चम्मको ल्याइन्छु तिमी बनाऊ र जतिखेर पनि ब्याक्टिमै च्यानल भन्छन् र पहिला कुकुर छ अल्छी हेरौँ है डला यार अर्को घरमा हो पानी हान्नु न उयो न यो चाहिँ
नि दिस हेर बोल्न बोलाइ नै बोल्छ के भयो माछा नि दिस बोलाइ नै बोल्छ के राखस मिठो भन्न मिठो यसो मिठो र मिठो 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 मिया मिठो मिठो बोला त हेलो यिनले त के भयो दम लैन हिँड छिटो हिँड बाई बाई थर्कान लाग्यो टाटा बाई बाई मिठो मिया लैन गाइस गर्छ नि होइन पहिला बोल्टो क्या अहिले किन यो फेरि रिस्सो भने बोल्न यस्तो आज एकदम एङ्ग्री मुडमा छ यहाँ छ नि अर्को बनको कुराहरू सही छैन प्यारो चाहिँ जोस् हामी सबै मिसन के भयो म रनिङ हान्छु हुन्छ म दौडिन्छु मोबाइलमा लेख नि त तपाईँलाई अब एउटा अर्को अनौठो चिज पनि देखाउँछ गाइस होइन हुन्छ हानु देखाउँछ है यहाँ चाहिँ यहाँ सबले आफ्नो क्रसको नाम लेख्छन् सबले हुन्छ यहाँ आफ्नो लभको नाम लेख्दै राख्दै लाने कोहीले त विपना लेखेको छन् यता मुनिको त मेरै नाम लेखिरहेको थिएँ यहाँ मेटिसकेको छ अहिले त्यही यस्तो पुरानो पुरानो नामहरू लेखन् यो ल गाइस अब हामी चाहिँ एकदमै चिसो प्योर लोकल कुवाको पानी खान आएको छ ल हेर्नु मूलको पानी भन्छ यसलाई मूलको पानी गाइस एकदमै यो चाहिँ हेर्नु कस्तो छोडाएको छ ल माथि पानी आउने एउटा पनि मुहान छु होइन हिमालय भित्र आएको कस्तो अचम्मको दृश्य हुन्छ गाइस यो कसरी आएको खान्न तिमीले हामीले पहिला गङ्गेताहरू जान्छौँ केकडा हाम्रो मिनी भोलाले पनि पानी खानु भएको छ जुत्ता पुरै भिजाइ उठ्ने रहेछ हान्जी हान्जी अझै राम्री चाहिँ माइथान भन्ने ठाउँतिर आउनु लाग्यो होइन यहाँ माइथान भन्छ त्यो मन्दिर छ एउटा बुझ्यौ त्यहाँ त्यो सारा माइथान भन्छ क्या 3 रुपियाँ त्यहाँ देख्यो हो छिरा भाइ हामीलाई मन्दिर देखेको छ हामी चाहिँ माइथानको मन्दिरमा आइपुग्यो ल हेर्न सक्नुहुन्छ यो मन्दिर अब हाम्रो डेस्टिनेसन चाहिँ यम्मै माथि अब 100-200 मिटर दूर छ ल ओ तिम्रो हात पात्ते छैन भाइ कति लामो भ्लग बनाउँछ नि लाग्छ नि
हात पातिन्न लप्सन हात पातिन्न के रे थाहा मन्दिरको नाम के हो यस्ता नै भोला गरिन्छन् माइथान देखाउ नि त ल तिम्रो गाइड्सहरूलाई देखाइदिनु नि त ल माइथानको मन्दिर भनेर हो रे ना हो ल फाइनली गाइस म चाहिँ यहाँ हाम्रो ठाउँ आइपुगेको छु भाइ बहिनी जाँदैछन् उता बडचल म चाहिँ यहाँ आएको छु मेला ल म चाहिँ फेरि एक्लैमा मेला ठाउँमा पुग्नुपर्छ यार डर लाग्छ यार गाइस कतिखेर पुग्छु थाहा होइन म तपाईँलाई देखाउँछु अब ल यो चाहिँ झामटाबाटै गाइस हाम्रो छामाको घर चाहिँ त्यो यो छामाको घर भयो त्यो फुपूको घर अब भाइहरू चाहिँ माथि जानुपर्छ फाइनल्ली गाइस म चाहिँ 2.5 घन्टापछि मेलामा आइपुगेँ ल हेर्नु मेलाको चाहिँ त्यहाँ गाइस म देखाउँछु म्युजिक नै सुनिरहेको भए होला अब म त्यहाँ जानेछु गाइस ल त्यहाँ पुग्छु देखाउँछु म गाइस